to my YouTube channel. It's me Mamta CH plus Singjali. Today we are in Khandruk. So पछाडी ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ तपाईहरुले म कहाँ छु भनेर पनि चाल पाइसक्नु भयो होला. सो हामी चाहिँ भर्खर भन्नाले म चाहिँ अघि नै उठेर अनि फोटो खिचेर हामी चाहिँ हिजो यहाँ होमस्टेमा बसेको हो. यही हो क्युटी पाई होमस्टे टिपिकल गाउँको. अनि सो अब हामी चाहिँ ब्रेकफास्ट गरेर चट्ट लाएर ड्रेसहरु लाएर फोटो खिचेर फेरि निस्किनु पर्ने छ पोखरातिर. हेर्न कस्तो दामी देखिन्छ पछाडी हिमाल, अगाडि ममता. यता चाहिँ माछापुच्छ्रे हिमाल देख्न सक्नुहुन्छ. यता चाहिँ यो अन्नपूर्ण लाइक अलिकति हिउँ चाहिँ अलिक कम रहेछ. अनि सो ब्ल्याक कलरको देखिरहेको छ. सो केही छैन, यति भयो भने देख्न पाइयो. सो पुसतिर आउनु भयो भने चाहिँ लाइक हिउँ स्नोफल हुन्छ अरे के यहाँ चाहिँ अंकलले भन्दै हुनुहुन्थ्यो. पुसमा त आउन सकिन्न, बुटोलमै यस्तो जाडो हुन्छ, यहाँ झन् कति जाडो हुन्छ होला पुसमा आउने भने त. अनि सो त्यही हो. अब चाहिँ हाम्रो ब्रेकफास्ट पनि ल्याइसक्नु भएको छ. सो लेट्स सी के छ ब्रेकफास्टमा हेरौँ है त. हेलो, हाउ वाज द डे? चिसो मौसम छ अनि राम्रो भाइब्स दिइरहेको छ. अब एकैछिनमा फेरि यो बादलले ढाक्छ, त्यसपछि त खाजा खाएर फोटोसोटै खिचिहाल्नु पर्ने हुन्छ. हाम्रो ब्रेकफास्टमा चाहिँ यहाँ छ पुरी अनि अन्डा बोइल अनि ब्ल्याक टी अनि यो मटर चनाको यो ब्रेकफास्ट हो. सो अब चाहिँ हामी खान्छौँ ढिला नगरिकन. वी आर सो लकी के है, यता हिमाल हेर्दै चट्ट लाएर ब्रेकफास्ट खाँदै गर्न पाएको छौँ. हामी चाहिँ नेपाली पिपल्स आर सो लकी के. तपाईँ लाग्छ कि नै? अल्छ हामी नास्ता खाएर चट्ट लाएर अब ड्रेस लाउन जाँदैछौँ. ड्रेस चाहिँ अलि तलतिर लाउने रहेछ. यहाँ चाहिँ रेडी हुँदैछ है, टक्क लाएर रेडी हुँदैछ कानाको. गाइज मैले चाहिँ यहाँ कल्चर गुरुङ ड्रेस लाएर पनि रेडी भइसकेको छु. सो मेरो हस्बेन्ड चाहिँ रेडी हुन जानुभएको छ. सो अहिले एकछिनमा देखाउँछु ल. कस्तो राम्रो फ्लावरहरू. आम्मामा. सो गाइज हामी चाहिँ फाइनल्ली गुरुङ ड्रेसमा छौँ, बुढा र म चट्ट लाएर. यता पछाडि चाहिँ ब्याकग्राउन्ड चाहिँ एकदम भवाल देखिरहेको छ. अब चाहिँ हामी भिडियो गराउँछौँ अलिअलि. सो यहाँ चाहिँ अलिकति मान्छेको क्राउड छ. अनि सो केही पनि सुनिँदैन होला. कस्तो फिल भइरहेको? एकदम गुड, एकदम राम्रो भइरहेछ. अब छिटो गरेर हामी चाहिँ अब फेरि ब्याक टु अब कहाँ हुन्छ जानुपर्छ. अब प्लान गराउँदै जानुपर्ने हुन्छ. सो किप वाचिङ गाइज हाम्रो सिनेमेटिक भिडियो. 1 2 3 गो. ल आमा, ल थ्याङ्क यू है, धन्यवाद आमा. ल हस् हुन्छ. सो गाइज हामी चाहिँ ड्रेसहरू लाएर फोटोसोटो खिचेर भिडियो गराएर अब चाहिँ रुम जाँदैछौँ. रुम गएर प्याकिङ गरेर निस्किनु पर्ने हुन्छ पोखरा कि त बुटलतिर. आई डोन्ट नो कहाँ निस्किन्छौँ भनेर. सो हेर्दै गर्नु. आउनु.
बडा सो गाइज हामी बसेको रुम होमस्टे चाहिँ यो हो अनि हेर्न कस्तो राम्रो क्युट फ्लावरहरू कि यता कस्तो राम्रो हुन्छ कि प्लान्टहरू चाहिँ किन बुटलतिर चाहिँ पहिल्यै हाल्छ चिसोले यहाँ रोज फुल्दैछ बुके जस्तो देखिन्छ यो पुरै फुल्यो भने आइ बस्नु है सफा गर्दै हुनुहुन्छ आमाले गयौँ है सो गाइज अब चाहिँ हामी यहाँ हिँड्दैछौँ अलिकति अब चाहिँ यहाँ बाटोबाट ओह्रालो लाग्नुपर्ने हुन्छ हामीलाई चाहिँ टक्क लगाएर यसरी मेरो बुढा भरिया छ भरिया दाइले बिसाउने भारी आन्द्रुकबाट फर्किने पिपुल्स टु मच क्राउड सो गाइज फाइनली हामी चाहिँ तल पार्किङमा आइसक्यौँ हामीले बाइक पार गरेको ठाउँमा अब चाहिँ ट्र्याक्टर लगाएर झोला बाँध्नुपर्ने हुन्छ हिजोको जस्तै गरेर अनि बेबी यहाँ आउनु न सो म चाहिँ यहाँ हिमालको अगाडि मेरो बुढालाई चाहिँ एउटा क्वेसन सोध्न चाहन्छु बुढीसँग हिँडेर चाहिँ कस्तो फिल भइरहेको जम्मै काम आफैले गर्नुपर्ने बुढी यहाँ म भिडियो बनाउने मात्र जम्मै काम आफैले गर्नुपर्ने बुढी यहाँ म भिडियो बनाउने मात्र मौत को छू के टक से वापस आ सकता हूँ स्यावेज हानु है बिल्ला हानेको के हानेको केही होइन गाइज बुढीसँग आउनु होला होइन रमाइलो हुनुहुन्छ केही घुम्न नि भिडियो फोटो सोटोको देखि लिएर सबै राम्रो हुन्छ केटाहरूले त आफ्नो मात्र फोटो खिची गर्छन् हाम्रो चाहिँ बुढीले चाहिँ बुढाको खिच्ने बुढाले बुढीको खिच्ने मक्खै पऱ्यो म चाहिँ अहिले चाहिँ हिमाल चाहिँ लास्टै टल्केर चाहिँ फोटोहरू चाहिँ राम्रो आउन बिहानमा चाहिँ एकदम राम्रो आउँदो रहेछ सो अब चाहिँ हामी फर्किन्छ ब्यागहरू पनि प्याक भइसकेको छ यता हाम्रो बाइकमा चट्टा लगाएरै देख्न सक्नुहुन्छ मेरो बुढाको सेकेन्ड वाइफ सो गाइस अहिले चाहिँ हामी यहाँ बाहुबाली झरनामा छौँ चट्टा लगाएर अनि यहाँ चाहिँ बाइकमा आउनुको फाइदा छुट्टै छ के रोक्दै फोटो खिच्दै भिडियो गराउँदै हिँड्न पाइन्छ अब यस्तो गाडीमा आयो भने चाहिँ तर हेर्ने जाने चित्त बुझाउने होइन सो गाइस फाइनली हामी चाहिँ पोखरा आइसकेको छौँ अनि होटलमा पनि आइसक्यौँ रुममा पनि आइसकेको छौँ अनि हाम्रो देख्न सक्नुहुन्छ कपडाहरू पुरै म्याचअप भइरहेको छ अनि बाटो चाहिँ त्यस्तै हो बाटोमा के गराउने भ्लग हुन्छ अनि मलाई चाहिँ सो अस्ति पनि गराइसकेँ नि त बाटोको भ्लग चाहिँ अनि त्यही भएर मैले चाहिँ आज डाइरेक्ट पोखरा आएर भिडियो इन गर्न लागेको छु अनि एकदम रमाइलो भयो धानरुपको यात्रा पनि चाहिँ हस्बेन्ड र वाइफ फर्स्ट टाइम होला बाहिर यसरी दुईजना मात्रै बाहिर अलि लङ ट्राभल गरेको चाहिँ लाइक अब पहिला चाहिँ मुक्तिनाथ अनि पोखराहरू आउँदा पनि ग्रुपिङ साथीहरूसँग आएको थियौँ बट योचोटि चाहिँ हामी बुढाबुढी मात्रै आएको छौँ सो एकदम रमाइलो भयो एकदम मजा आयो अनि हामी चाहिँ अनप्लान आएर पनि एकदम रमाइलो भयो तपाईहरु पनि आउँदै हुनुहुन्छ भने कतै जाने सोचमा हुनुहुन्छ भने प्लिज 2-3 दिन अगाडि नै रुम बुक गरेर मात्रै आउनु होला किनभने एकासी आउनु भयो भने चाहिँ लाइक यहाँ रुम पाउन एकदम गाह्रो हो के पोखरामा पनि गाह्रो हो धानरुकमा त एकदम गाह्रो कति धेरै जना चाहिँ फर्केर गइसक्नु भएको थियो हामी चाहिँ लाइक बल्ल बल्ल पाइम भनौं न हाम्रो गॉड ब्लेस अस के अहिले चाहिँ पोखरा आइसक्यौं पोखरामा पनि रुम खासै थिएन अनि सो बल्ल यहाँ एकजनाले चेकआउट गरेर जानु भयो अनि सो हामी चाहिँ चेक इन गरेर अनि बस्यौं ठ्याक्क सो त्यही हो आजको ब्लग चाहिँ म यही इन गर्न चाहन्छु किनभने एकदम थकै लागिरहेको छ अब एकछिन चाहिँ रेस्ट गर्छु मनोज चाहिँ उहाँ पल्टिसक्नु भएको छ म चाहिँ भिडियो इन गरौँ भनेर चाहिँ बोलेको सो थ्यांक यू सो मच फर वाचिङ आवर भिडियो आज चाहिँ डे 3 हो कि डे 2 हो बेबी आज चाहिँ हाम्रो डे 3 रहेको थियो सो डे 3 पनि एकदम बबाल भयो भोलि डे 4 मा चाहिँ हामी ब्याक टु बुटोल हुन्छौँ होला मेबी अब कतै गइन्छु भने चाहिँ गएछौँ भने चाहिँ आई डेफिनेटली सो यु ब्लग चाहिँ लिएर आउँछु अनि सो थ्यांक यू सो मच फर वाचिङ माई भिडियो होप यु गाइज एन्जॉय माई भिडियो अनि किप लाइक किप सब्सक्राइब गरिदिनु नबिर्सिनु होला यस्तै राम्रो भिडियोहरू चाहिँ लिएर आउने कोसिस गर्छु लाइक मैले चाहिँ रेगुलर ब्लग भन्दा पनि कतै घुमेको यस्तो मेमोरी क्याप्चर गर्नको लागि मात्र हो कि कस्तो मजा लाग्छ कि पछि यो भिडियोहरू हेर्छु नि म
सो म अरू भिडियोहरू हेर्न साट्टा म आफ्नो भिडियो चाहिँ एकदम हेर्छु कि लाइक हामी यहाँ यस्तो गर्थ्यौँ भने यस्तो थियो भने यस्तो थियो भने कस्तो अर्कै हुन्छ कि सो गाइज थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो सो बाई सी यू नेक्स्ट ब्लग गाइज